कारण चाहिँ अहिले 11 हैन कस्तो भयो हैन 10 साढे 10 भयो 12 वर्षमा निक्ल्यो 12 वर्षदेखि 3 वर्षमा चेकिङ हुँदैन क्या काहीँ पनि चेकिङ हुँदैन क्या अनि एक ठाउँमा अनि गएर कहाँ सुत्ने अनि हेरौँ सुत्नै पर्छ भन्छ र मुजी त्यो पनि हो चेकिङ मुजी बिहान मुजी सबैलाई रुम छोडेर आउँदा हुँदैन नसुत्नु त नि नसुत्नुलाई दादी कहाँ जाने जहाँ भयो नि जाने हैन यहाँबाट झरौँ कोटेश्वरमा छ एउटा पार्क त्यहाँ बसौँ एकछिन अनि चिकन त्यहाँबाट स्वयं बुझौँ बौद्ध जाउँ बौद्धबाट स्वयं बुझौँ बौद्धबाट स्वयं बुझौँ साथी ल खा मैले खाम अब हामी चाहिँ गाइस प्लान भइसक्यो चिकन ताल बनायो मुजी एउटा बाइकमा 3 जना हाल्छु चिकन म एउटा इन्ड्राइभ हाल्छु मुजी अनि म 100 रुपैयाँ कमाइहाल्छु मुजी एक्स्ट्रा 100 रुपैयाँ चिकन एक्स्ट्रा हान्ने 100 रुपैयाँ मुजी अनि राख्छन् बढी पैसा धेरै भयो थमेल अझ केटी हान्ने चिकन थमेल थमेल जान्यो एक्सरसाइज साइलेन्स चाहियो मलाई चिकन चाक थाम्लो थमेल जान्यो बरु थमेल खलको नाम एउटा चिकन पनि तिमीहरु त चिकन हेरेर छोले हाल्नु मर्छु भोलि आएर सम्झेर छोले हाल्छु होला हो हैन म अब के गर्नु यस्तै जाने थमेल केटा थमेल आको मुजी त्यसले त्यस्तै हो यार मान्छे मन त गाड्नु छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 कराती खेल्ने मान्छे मेरो दाइले कराती सिकाउँथ्यो तर म त चिक्ने हालिदिन्छु फेरि चिक्ने मेरो मजा भिजाइसकिस् चिकन हाम्रो चिकन हाल्यो हैन चिकन काले चाहिँ हाल्यो मुजी तर रन्डुको छोरीले चिक्ने कि यहाँ चाहिँ चिक्ने भिजाइदियो काले हेलो उडा दिने ल पटेल मन थियो हैन तर चिकनले बोयफ्रेन्ड बनाएको को अप्सराले हाम्रो दुईजना फोटो खिच्दै एउटा बल हाल्थ्यो चिकनले बोयफ्रेन्ड बनाएको यार साथीहरु ओइ सक्सेस सक्सेस ओइ सक्सेस कहाँ यता आऊ न यता साइडमा हिँड न छिटो कस्तो यार एक्सिडेन्ट भयो हिँड ओइ तिमी हिँड त बस्छ के अगाडि साथी हिँड न तिमी साथी हिँड्न अगाडि बस्छ के आइज मान्छेहरू आइज ल हामी जाँदै ओ चिक्ने बत्ती बाल न फ्ल्यास लाइट बालेको छ म तिमी डर नआएन म बाल्छु कि लडाउँदिन म कस्तो लडेको म यस्तो अन्देन सबै अगाडि चाहिँ हान्नै हुन्न के पछाडि मान्छे सिक्नुमा त त्यो बसले जान्दिन ल यहाँ साइड यहाँ हिँडो केटाहरू कस्तो लड्यो यार होइन मलाई ल म्या कस्तो बाबा लडिरह नि त खोइ यहाँ हेर होइन चिकन त खोइ त के भएर यता स्ट्रेच आउनु भने के यता यो ठाउँमा स्ट्रेच आउनु भने के यो दुईटा ठाउँमा स्ट्रेच आउनु क्या यो के चाहिँ ल एकछिन म हिँड्छु ओइ पानीको बोतल कहाँ छ यहाँ ब्याग पानीको बोतल ल्याउन अलिकति उ यहाँ तल उता तल गएर पखालौँ हैन उ त्यहाँ तल हिँड कस्तो यार केटा अहिले पिज्रो एक्सिडेन्ट भयो नि त राति एक्सिडेन्ट भयो क्या बाह्र कस्तो यार केटाहरू चिप्लिहाल्यो केटाहरू स्कुटी ल अगाडिबाट गाडी आइरहेको थियो होइन चिकन के भयो थाहा छैन दुईटै ब्रेक तानेको है पछाडि चिप्लिरहेको गाडीले नमिठो लड्यो नि मैले भिडियो चाहिँ बनाएँ अगाडिको ब्रेक त चिकन हानेको भएको बाटो नै पानीबाट यति रोक अनि जाऊ त्यो तिम्रो पानी हात धुने र के ल
कस्तो यार नमिठो लड्यो नि केटाहरू भिडियो गर्नु पायो नि त्यही नै हो अब बिस्तारै लागौँ मलाई बाटो हेर्छु गाइस के हुन्छ रातिको 12 बजिरहेको छ केटाहरू अलि अगाडि हिँडेको छ यिनीहरूको चाहिरो पनि पुरै हालत पोर भइसकेको छ यिनीहरू यस्तो लड्यो यस्तो नमिठो लड्यो प्लाङ्गै बनाइदिएर नि त हामी त हेरेकै केटाहरू अलि अगाडि जाँदैछ यहाँ अगाडि एउटा बस पनि रहेछ त्यही हो केटाहरू अगाडि जाँदैछ रातिको 12 भइसक्यो केटाहरू हेर्नु न कस्तो ब्लाङ्गै लडेर म त्यहाँ नजाँ चिक्नेहरू फेरि लड्ला चिप्लो छ त्यहाँ हेर न हामीले सिकाउ हेर न ल फेरि एकछिन रोक न रोक न कस्तो ओ उठा ओ कस्तो के गरेको यार यो चिक्ने हेर न ल के चिक्नेहरू के गरेको ओ पुस्करमा ए ओ चिक्ने ईश्वरे के गरेको यार चिक्ने सक्दैन भने अघि नि चिक्ने माथि नै बसिन्छ त लौडा चिक्ने नसक्नु हो त अनि यस्तो यार यस्तो नगरे चिक्ने बाइक चलाऊ बरु हामी स्कुटी जान्छौँ सक्सेस ओरिजन पुस्कर आउन त बस्नु बाइक ल ल म यहाँ बस्नु होइन ओरिजन त म बस्छु नि त लाउ त देउ साथी म खोइ मुझले मुने स्ट्यान्ड नै भेटाएन मैले एकछिन पक्ल त छोड्ला एकछिन क्लच छोड त चिक्ने क्लच छोडेपछि चिक्ने गुड्दै गुड्दै बाइक कि 3 जोडी हो मा ल ल यो मु झ्यामा छ यो चिक्ने लौडा चिक्ने आफै गुडे आउ पछि पाइ अघि मैले भनेको किन माछ्ने मात्रै बस्नु भने त्यहाँ देल हामी यहाँ बस्ने अब होइन सक्सेस त पुस्कर बस्छ तिमी यो चलाउनु त म बाइक चलाएर उलाई लग्छु हुन्छ त्यो पनि हुन्छ अहिले स्ट्यान्ड ला मुजी लाएन लाको साथी यार नरिसाउ यार साथी यार सक्सेस त मुजी मैले रोक्दै अघि मैले भनेको यार माछ त्यो ईश्वरले माले 3 जोडी लडाइसक्यो एउटैले होइन अब मेरो पालोलाई लड्ने त्यही पनि के हुन्छ अब बाटोमा हेर्दैछौँ त्यही हो गाइज आज हामी स्वयम्भू यस्तो हालतले कसरी पुग्छौँ तपाईँहरू हेर्दै गर्नुहोस् यो यस्तो नि हुन्छ माछाले प्रोफेसनलै माछिने मातेर पोत भइसक्यो नि हाँसिरहेको छ के भन्नु अब अन्टीको हाँस्छु के मुजी नहाँस्नु त अनि म मुजी चुप लाग्यो नि काले के काले हिँड्न चिक्ने कालेले के भनेर समातिदिने होइन मुजी हिँड्दै थिएँ गाई बाटोमा अगाडि अलिक 3 जोडी लडिसकेको छु चिक्ने म स्कुटी लडायो होइन नि त स्कुटीमा एकचोटि लड्यो नि त चिक्ने 3 जोडी मात्र सरे सक्सेस लड्यो क्या चिक्ने 3 जोडी मुजी हामी लड्यो त नि होइन यस्तो हो सक्सेस अठायो क्या त्यो भएर लड्यो यस्तो हो सक्सेस मलाई अठायो भाइ लड्दैन थियो होइन अनि मैले स्कुटी त लड्नबाट रोकाएर राखौँ नि त अगाडि झरिहाल्छ ढल्किने बित्तिकै सक्सेस स्कुटी ढल्किँदै सक्सेस ढल्छक्छ क्या त्यही नै हो अब हामीले चाहिँ एक्सचेन्ज गरेर चलाइसक्यौँ अर्को 2 जना पछाडि बाइकमा आएर चाहिँ हामी चाहिँ स्कुटीमा जाँदैछौँ त्यही नै हो तर हामी जसरी नि स्वयम्भू चाहिँ जाने होइन त जसरी जसरी बिहान होस् स्वयम्भू पुग्छौँ हामी आज त्यही नै हो अहिले म तपाईँहरूलाई बाटो भेट्छु फेरि एक्सिडेन्ट हुन्छ त्यो त पानी भयो बोतल पानी भइसक्यो त हौ भयो पर पानी झरेको छैन अब पानी भयो पानी खान जानु पर्यो भयो ल म पानी खान एकदम चिसो पानी छ मिठो एकदम राम्रो भयो एकदम भवाले छैन त्यही नै यतिको चिसो पानी चाहिँ हुनुभयो कि यतिको चिसो पानी भएपछि अरू के चाहियो कि हामीलाई होइन लु ए बाइकहरू थोरै वासिङ भयो अब यहीँ वासिङ छोडिदिनुपर्छ सुरुमा वासिङ छोडेर अन्त चाहिँ दायाँमा हाल्नुपर्छ भयो हेलमेट लाउनेमा लाउँ
के नि हो हेलमेट पनि फोऱ्यो होला ओ हेलमेट माटै सर्छ यार निस्को ओ हेलमेट त माटै सर्छ त नि ला रन्डी गर्ने निकाल्नु पर्ने थियो एउटा निक्ल्यो मुजी के भएर यसो देखाउँछु ओ हेलमेट माटै सर्छ त नि ए पुछ अगाडि पुछ न अगाडि पुछ त सब यस्तो गर अनि पुछ पानीले भिजाउनु हुन्छ अगाडि भित्र चाहिँ सफा भयो अहिले मुजी हाल्नु पर्ने चिक्ने साइड मिरर के भयो घरतिर क्या मिरर मिलाउ हेलमेट के अरे हेलमेट मैले त्यही नै हो धुइसकेँ आऊ त यहाँ यो देखाउ त आऊ यहाँ गर्दो कहाँ यसलाई रन्डी गन यो नटी खाइन्छ यार यता देखाउने यहाँ माथि छ हौ त्यहाँ हाल न अब चिन कहाँ नि तिमी यार के गर्छौ पस्दैन चिङ अब त्यो खोइ यहाँ ल ल तब त्यो त बल्ल छिर्नु मुजी अहिले चिक्ने घुमाउँदा नछिरेर मुजी अझै एक ल छोडिदेऊ अब ऊ हुन्छ कि सोलाएर खाइसकेले ल भाइ ल सोलाएर खाइ अब अर्को चेन्ज गर्नुपर्छ मुजी मिररै चिक्ने त्यहाँ चाहिँ मुजी बनाउनु पर्ने ल भाइ नट झऱ्यो हो र छैन हौ नट चिक्ने एउटा नट हुनुपर्ने हो मुजी तिमीले भर्खर यहाँ फाले कि स्लिप खाएको त्यो मुजी यस्तो सानो छ नि त्यो होला अर्को सानो नट स्लिप आयो क्या तिमीले त्यो फालिदिए तिमीले भर्खर चिक्ने मुजी मैले फ्याले होइन कि मुजी आफै झऱ्यो होला क्या एकछिन मै सधैँ फोर जोडा भेटिन्न त्यो सानो त्यो ग्यारेजमा गएर हालिदिन्छु 10-15 रुपियाँले ल जाऊँ ल हेलमेट लगाऊ भयो अब कहाँ भेट्छ झन् चिक्ने लु यता खाली जस्तो लाग्यो कति भयो झऱ्यो होइन के हरायो नट हो छोडिदेऊ यार हाम्रो यार नट हरायो नि यार ल हेलमेट लगाऊ अब साथी त्यही नै हाम्रो चाहिँ अब फेरि यार घाट हेलमेटमा सब फोहोर भयो नि त्यही यार छैन हौ ल हिँड जाऊँ छोडिदेऊ क्या मेरो हेर्नु गयो चिक्ने छोडिदियो भन्नुहुन्थ्यो भेना चाहिँ खेल्नु गएको मुजी भोलि सफा त भएन नि भोलि गर्नु लाग्यो किन हामीले अब एकदम यार गाई घाटै घाटा यहाँ यार 3 जोडी लड किन अब हामी गाईलाई लाग्छौँ तर अब चाहिँ म एकदम कहाँ भेट्छु थाहै थिएन किन फेरि पुस्ने परेन पैसा परेन पैसा मातिर त्यही नै अब चाहिँ के लडेर अब चाहिँ हामी अब बानेश्वर हान्छौँ बानेश्वरबाट माथि घर होइन यो एउटा पार्छ अनि म त्यति आउँछु
उति पल्लोपट्टि जम्मेको त्यही भएर यसो मैले त न्यु रोडतिर काममा हाल्नु गाइस अहिले चाहिँ हामी अब सुनधारा आइसकेको छौँ त्यही नि हो मिठो धरारा अहिले गाइस अहिले चाहिँ हामी आइसकेको छौँ न्यु रोड गेटमा ट्याक्क लाएर होइन सेम्बु कि बसन्त बसिर्ने हो ल फर्स्ट टाइम यो बाटो हिँड्नु चाहिँ अब हेलो गाइज अहिले चाहिँ हामी एकदम स्वयम्भूमा गएको थियौँ स्वयम्भूमा गएको थियौँ कि 8 बजीभन्दा के अरे पछि जानु पाइँदैन अरे अहिले चाहिँ हामी 1 बजिसक्यो नि त त्यही लागि जानै पाएन 1 बजिसक्यो नि त हौ गाइस 1 बजी नै हामी डुलिरहेको छौँ क्या अझै पनि अघि नै हामी माथि नै त्यो डाँडा लाखुरी भन्दामा सुतेको हुन्थ्यौँ पहिला हामी हिँडेर यस्तो अवस्थामा आइसकेको छौँ हामी त्यही हो के गर्ने अहिले हामी बाइक फसेर टुक्ने पेट्रोलै सक्यो रातिको 1 कति अहिले चाहिँ 2 बजिरहेको बाटै पेट्रोल सकेर ढेकालामा गलीसम्म पेट्रोल सकेर एउटा स्कुटी चिक्ने अगाडि गइसक्यो हामी चाहिँ अब यति किन फर्केको त अनि मेरो हामी त मुझे बानेश्वर पढेर अलिकति अगाडि छ फसिसक्यो आज चाहिँ अर्को दिनको सुरुवात भइसकेको छ भने अहिले चाहिँ 2-3 बजे छ म भर्खर उठेर खाना पनि 2 बजे खाएँ टाउको सघाउँदै फ्रेस भएँ अब त्यही नै हो हिजो रमाइलो नै भयो अब तपाईँहरू फुल भिडियो हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला